जीवन एक यात्रा हो, गन्तव्य एउटै छ र पनि मार्ग फरक फरक। जब इच्छा र क्षमता सहित दृढ संकल्प गरिन्छ लक्ष्य प्राप्तिको, तब सुरु हुन्छ एउटा सृजनशील यात्रा। नेपाली साङ्गीतिक फाँटमा नवसर्जकहरूको नयाँ सृजनाको थालनी। कार्यक्रम नवीन यात्रा। संगीत सुन्छौं, इन्जोय गर्छौं त्यो बेला जब खुसी हुन्छौं, अनि रचना बुझ्छौं त्यो बेला जब दुखी हुन्छौं। तसर्थ पनि दुःख सुखको साथी हो संगीत। पीडा बिर्सनका लागि, मिठो स्मृतिका लागि, कसैको नजिक रहन अनि कसैको वियोगान्त सहन, तसर्थ पनि दुःख सुखको साथी हो संगीत। मानिसलाई मात्र हैन, वनस्पति अनि जीव जन्तुलाई पनि यसले आफूतिर तान्ने कुरामा दुई मत छैन। जहाँ शब्द हुन्नन् त्यहाँ संगीत हुन्छ, अनि जहाँ भाषा स्पष्ट हुन्छ त्यहाँ संगीतले चिनारी दिन्छ। तसर्थ पनि संगीत जीवनका लागि। हजुर, यस्तै कसैको जीवनको, यौवनको अनि संवेगको साथी बन्ने प्रयासमा रहेका नव प्रतिभालाई समेट्ने यो हो कार्यक्रम नवीन यात्रा। नवीन स्रष्टाको भलाकुसारी खोतल्ने क्रममा आज पनि नवीन साथीसँगै यात्रा गर्ने सहयात्री म मनुका कुँवर उपस्थित भइसकेको छु। मेरो एफएम 93.5 मेगाहर्ज काठमाडौँबाट उत्पादन भई मेरो एफएम काठमाडौँ, रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा अनि रेडियो चोमोलोङमा 95.2 मेगाहर्ज सोलुखुम्बु काँगेलबाट प्रसारित कार्यक्रम नवीन यात्रामा आज पनि एक नवीन चिनारी छ। दशैंको माहौल छ। यो विशेष अनि महान पर्वको अवसरमा दुर्गति नाशिनी दुर्गाले देशको दुर्गति हटाई सबैमा सद्मति प्रदान गरून्। दशैंका दिन दशैं दिशाबाट हर्षको वर्षा गरून्। महान पर्वको अवसरमा मालश्रीको संगीतले अझ मिठास बनाउन सकोस्, मनमा संगीतको झैं मधुरता छाओस्। कार्यक्रम नवीन यात्रा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। अघि बढौं। आजको नवीन चिनारीले मूड चेन्ज गराउन खोज्दैछ। तिमीलाई देखे अचानक आज बाटोमा मेरो मूड चेन्ज भयो। तिमीलाई भेटे फेरि हिँड्दा हिँड्दै दो बाटोमा मेरो मन नै हलचल भयो। साँच्चै भन्ने हो भने संगीतले मूड चेन्ज गर्छ र यही चेन्ज थीममा आएको छ मूड चेन्ज भयो। मेरो मूड चेन्ज भयो। तिमीलाई देखे अचानक आज बाटोमा मेरो मूड चेन्ज भयो। तिमीलाई भेटे फेरि अचानक बजारमा मेरो मन नै हलचल भयो। तिमीलाई देखे अचानक आज बाटोमा मेरो मूड चेन्ज भयो। तिमीलाई भेटे फेरि अचानक बजारमा मेरो मन नै हलचल भयो। मेरो मन नै हलचल भयो। दशैंको बेला मूड चेन्ज गराएर नाचु नाचु लाग्ने बनाउने प्रयास हो सरुबनको। हजुर, आज हामीसँग हुनुहुन्छ सरुबन। नवगायिका सरुबनको जन्म नवलपरासीको अरुण खोलामा भएको हो। तिम्रो यादमा नामक गीत मार्फत 1 वर्ष अगाडि नै आफ्नो स्वरले श्रोताको मूड चेन्ज गराउन सफल यी नवगायिकाले परिवारको समेत पूर्ण साथ सहयोग पाउनु भएको छ। यो अर्थमा पनि कि उहाँले दिदीको रचनामा गीत गाउनु भयो, मूड चेन्ज भयो। 2 वर्षदेखि संगीतको साधना गरिरहनु भएकी उहाँ रियाज भने अलंकार र रागमा गर्नुहुन्छ। श्री संगीत पाठशालामा रही संगीतकार चण्डी प्रसाद काफ्लेसँग सिकिरहनु भएकी उहाँले असोज पहिलो साता मात्रै मूड चेन्ज भो नामक गीत ल्याउनु भएको हो। हुन त यो फोसिस नामक एल्बमको गीत हो, तर पूर्ण गीत सहित एल्बम अहिले नआइसकेकाले हामी भने मूड चेन्जमै केन्द्रित छौं। तिहार पछि भने अर्को यसै एल्बमको गीत आउने तयारी छ। तिमी बोल बोलमा। तिमी बोल 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 यो मन म खोलिदिन्छु।
बुझ्नु पर्ने म बोलिदिन्छु तिमी सुन 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 म केही बोलिदिन्छु तिम्रो मनले बुझ्नु पर्ने म बोलिदिन्छु। यो दोस्रो एल्बमसम्मको यात्रामा आइपुग्दा उहाँको परिचय गायनमा मात्र छैन, अभिनयमा पनि छ, किनकि उहाँले मोडलिङ पनि गरिसक्नु भयो। मोडलिङको दुनियाँबाट अलि पर रही गायनको यात्राबाट चिनारी दिने प्रयास गरिरहनु भएकाले मोडलिङको प्रश्न भनिरहेन उहाँमा केन्द्रित भयो त केवल मुड चेन्जमा। किन आयो त मुड चेन्ज? अनि यो डान्सिङ नम्बर बारे के छ त खास कुरो? मैले मेरो फर्स्ट सङ तिम्रो यादमा 1 year अगो नै मैले रिलिज गरिसकेको छु होइन। तिम्रो याद पछि चाहिँ नि अलिकति म थोरै बिजी भएँ, मेरो इक्जाम पनि भयो, त्यो कारणले गर्दाखेरि चाहिँ नि 1 year ग्यापमा चाहिँ नि मैले मेरो सेकेन्ड सङ मुड चेन्ज भयो भन्ने लिएर आएको छु। मुड चेन्ज भयो गर्ने सोच चाहिँ नि एउटा लिरिक्स मेरो दिदीबाट रेडी भइसकेपछि चाहिँ नि लिरिक्स मलाई डिफ्रेन्ट लाग्यो, डिफ्रेन्ट टाइपको लिरिक्स मलाई चल्छ जस्तो लागिसकेपछि मैले चाहिँ नि लिरिक्स चाहिँ नि हाम्रो हिमाल सागर दाई, मेरो फ्यामिलीमा पनि राम्रो छ उहाँको, अनि हिमाल सागर दाईसँग मेरो भेट भयो। हिमाल सागर दाईसँग मेरो भेट भइसकेपछि हिमाल सागर दाईलाई चाहिँ नि मैले लिरिक्स देखाएँ। हिमाल सागर दाईले पनि लिरिक्स एकदमै मन पराउनु भयो। वाउ यो लिरिक्स चाहिँ नि डिफ्रेन्ट छ, राम्रो छ भनिसकेपछि दाई हजुरको के छ रेटहरू के छ कस्तो छ भनेर होइन दाईलाई चाहिँ नि मैले सङ्गीत गर्नु पठाएँ। दाईले एकदमै राम्रो सङ्गीत पनि गरिदिनु भएको छ। मुड चेन्ज गराएको छ त तपाईँको चाहिँ? अब यो गीतले मुड चेन्ज त अब अफकोर्स गराएको नै छ, एकदमै अब पहिला अलिकति नर्भस टाइपको भएको थिएँ, मुड चेन्ज भयो निक्लिसकेपछि अब अलिकति कन्फिडेन्ट पनि बिल्डअप भएको जस्तो मलाई फिल भइरहेको छ होइन। अनि प्रोग्रामहरूमा पनि मलाई एकदम राम्रो डिमान्ड आइरहेको छ, प्रोग्रामहरूमा पनि अब बोलाइरहनु भएको छ, प्रोग्रामहरूमा गइरहेको छु। अब एल्बम सेलिङ त छैन, अब हामीलाई हाम्रो स्ट्रगल फुलफिल हुने भनेको होइन, हाम्रो डिजायरहरू फुलफिल हुने भनेको हामीलाई प्रोग्रामबाट हो, त्यही भएर प्रोग्रामहरू पनि राम्रोसँग आइरहेको छ। यो गीत चाहिँ कसको लागि चाहिँ कसको मुड चेन्ज गर्नलाई चाहिँ बनाएको जस्तो लाग्छ? मैले यो गीत चाहिँ नि एज अ अल नेपालीहरूको मुड चेन्ज गर्नको लागि होइन। कस्तो मुड चेन्ज गराउनु? अलिकति रोमान्टिक टाइपको छ, मैले अघि गाइ नै हालेँ होइन। अलिकति रोमान्टिक टाइपको सङ छ यो चाहिँ नि। तिमीलाई देखेँ अचानक आज बाटोमा मेरो मुड चेन्ज भयो भन्ने धेरै मान्छेहरूको लाइफमा हुने कुरा हो यो चाहिँ नि होइन। अब हिँडिरहेको छ या मेललाई या फिमेललाई कोही मान्छे मन पर्यो भने एकचोटि हेर्ने बित्तिकै वाउ कस्तो राम्री या वाउ कस्तो हेन्डसम कस्तो स्मार्ट त्यो भन्नु नै मुड चेन्ज हो जस्तो लाग्छ कि मलाई होइन। एउटा के सोचेर हिँडिरहेको हुन्छ अनि त्यसपछि जहाँ पनि देखेपछि वाउ भनेपछि त मुड चेन्ज भयो नि त त्यो कन्सेप्टमा गयो भनेपछि कसैलाई देखेपछि चाहिँ मुड चेन्ज भयो भन्न खोजेको होइन गीतले चाहिँ। अब सीता बन उहाँको लिरिक्स छ होइन, विशेष यो जस्तो बहिनीको भोकलको लागि नै साँच्चै सुट हुन्छ भनेर होइन अलिकति रोमान्टिक टाइपले बनाउनु भएको रहेछ। उहाँको चाहिँ मुड चेन्ज भएको छ कि छैन अरे? मैले सोधेको छैन, अब आफ्नो दिदीलाई त्यस्तो कुरा सोध्न नि डर लाग्छ होइन। मेरो दिदी चाहिँ नि साहित्यकार पढ्दै पनि हुनुहुन्छ, भर्खरै बाहिर गएर आउनुभएको, अनि अहिले मूर्ख केटी भन्ने किताब निकाल्दै हुनुहुन्छ। नेपालीहरूको विदेश बसाइको क्रममा भोगेका स्ट्रगल्सहरूको बारेमा, नेपालीहरूलाई गर्ने बिहेभियरको बारेमा चाहिँ नि उहाँले किताब लेख्नु भएको छ। त्यही दौडानमा किताब लेख्ने दौडानमा चाहिँ नि दिदी मैले एउटा गीत बनाउनु पर्यो अब भन्दाखेरि ल ठिक छ म लेखिदिन्छु भनेर एक रातमा रेडी भएको गीत हो यो। हजुर, अब फिमेल भोइसमा गाइरहँदा मुड चेन्ज भयो भनेर होइन मेलको पनि त यसमा रियाक्सन रेस्पोन्स आएको छ होला नि, के भन्नुहुन्छ? एकदमै राम्रो रेस्पोन्स आइरहेको छ। अब मैले मेरो बिचमा एउटा रातो टी सर्ट भन्ने पार्ट छ, त्यो पनि एकदम डिफ्रेन्ट पार्ट छ। रातो टी सर्ट लाएर हिँड्छौ अरे मैले देखिनँ, त्यो गल्ली चोक अनि बजार खोजे मैले भेटिनँ भन्ने प्रोग्रामहरूमा चाहिँ नि त्यो मुड चेन्ज भयो र त्यो रातो टी सर्ट भन्ने वर्डले पनि मैले वान्स मोर पाइरहेको हुन्छु कि प्रोग्रामहरूमा पनि एकदमै जमिरहेको छ। यो डान्सिङ बिटको सङ भएको कारणले गर्दाखेरि पनि राम्रो छ रेस्पोन्स। साँच्चै मुड चेन्ज गराउने गीतले उहाँलाई उत्साह मात्र दिएको छैन, सन्तुष्टि पनि दिएको छ। रातो टी सर्ट लाएर हिँड्छौ अरे मैले देखिन, त्यो गल्ली चोक अनि बजार खोजे मैले भेटिन। रातो टी सर्ट लाएर हिँड्छौ अरे मैले देखिन, त्यो गल्ली चोक अनि बजार खोजे मैले भेटिन।
घुम्तीमा मेरो मुड चेन्ज तिमीलाई भेट्ने फेरि अचानक मन्दिरमा मेरो मन नै हलचल तिमीलाई देखे अचानक आज बाटोमा मेरो मुड चेन्ज तिमीलाई भेट्ने फेरि अचानक बजारमा मेरो मन नै हलचल मेरो मुड चेन्ज मेरो मन नै हलचल मेरो मुड चेन्ज जीवन एक यात्रा हो, गन्तव्य एउटै छ र पनि मार्ग फरक फरक। जब इच्छा र क्षमता सहित दृढ संकल्प गरिन्छ लक्ष्य प्राप्तिको, तब सुरु हुन्छ एउटा सृजनशील यात्रा। नेपाली साङ्गीतिक फाँटमा नवसर्जकहरूको नयाँ सृजनाको थालनी। कार्यक्रम नवीन यात्रा। नेपाली साङ्गीतिक फाँटमा नवसृजनाको नवथालनीलाई समेटिरहेका छौं कार्यक्रम नवीन यात्रामा। आज हामीसँग हुनुहुन्छ सरुवन, जसले फोसिस नामक एल्बम लिएर आउने तयारी गरिरहनु भएको छ र उहाँको यस एल्बमको गीत मुड चेन्ज हो अहिले निकै बजार पिटिरहेको छ। मुड चेन्ज गराउन सफल भएको छ। एसियन म्युजिक कम्पनी मार्फत आएको यस फोसिसको गीत मुड चेन्ज भो बारे हामी सरुवन नवगायिकासँग कुराकानी गरिरहेका छौं। यस गीतको रचना भने सीता वनको सुन्न सक्छौं, जो उहाँको दिदी पनि हुनुहुन्छ, र संगीत भने हिमाल सागरको छ। त्यस्तै तिमी बोल नामक गीत कमल खत्रीले संगीत दिनुभएको छ। भूपेन्द्र खड्काको रचना छ, तिहार पछि आउने क्रममा छ। अनि अर्को पनि गीत छ रूप राम्रो, जसलाई माधव शर्माले रचना दिनुभएको छ भने विनय केटुको संगीत रहेको छ। यो पनि पूर्ण एल्बम सहित आएपछि भने हामी सुनाउने छौं तपाईलाई पनि। र उहाँको योभन्दा अगाडिको एल्बमको गीत तिम्रो यादमा, जसमा गंगा वन उहाँकै दिदीको रचना थियो र जमुना वनको संगीत रहेको थियो। यसबारे उहाँले केही बताइसक्नु भएको छ। उहाँको एल्बमको नाम फोसिस भनेर राखिनुको पछाडि कारण चाहिँ के थियो त? फोसिसले के जनाउँछ त? यो फोसिस भनेर चाहिँ हामी 4 जना दिदीबहिनी, म चाहिँ कान्छी छोरी हैन, अनि 4 जना दिदीबहिनीमा चाहिँ नि मेरो फर्स्ट सङ चाहिँ नि न्यू सिंगर, न्यू लिरिसिस्ट एन्ड न्यू कम्पोजर, टोटली न्यू सङ थियो तिम्रो यादमा सोचेको बेला। त्यो तिम्रो यादमा चाहिँ नि मेरो 2 जना ट्विन्स दिदीहरू हुनुहुन्छ, गंगा जमुना वन, उहाँहरूको कम्पोजर लिरिक्स छ भने अहिले मेरो जेठी दिदी सीता वनको लिरिक्स छ। दिदीहरूले मलाई सपोर्ट गरिरहनु भएको छ हैन, त्यही भएर अब हामी 4 जना दिदीबहिनी भएको कारणले गर्दाखेरि फोसिस भनेपछि आफ्नो दिदीहरूको चाहिँ विशेष सहयोगमा चाहिँ सरुवनले फोसिस निकाल्नु भयो हैन। भनेपछि फुल्ली सपोर्ट छ है फ्यामिलीबाट, राम्रो सपोर्ट छ। अलि दिदीहरूको रेस्पोन्स चाहिँ कस्तो छ नि सबै दिदीहरूको? दिदीहरूको चाहिँ मेरो साइली दिदी हुनुहुन्छ, जमुना वन दिदी, एकदमै दिदी मैले भन्दा दिदीले राम्रो गाउनुहुन्छ हैन। पछि हुनु होला तर अहिले चाहिँ नि इन्ट्रेस्ट छैन भन्नुहुन्छ। अब फ्यामिली सपोर्टको कुरा गर्दाखेरि सुरुवातमा मिडियामा आउनको लागि मेरो फ्यामिलीको सपोर्ट जिरो सपोर्टमा मेरो मामा चाहिँ डिरेक्टर हैन, डाइरेक्टर भएको कारणले गर्दाखेरि मामाको फोकस चाहिँ भान्जी हिरोइन भइदिए हुन्थ्यो भन्नेतर्फ मामाको फोकस। अनि ड्याडीको चाहिँ एकदम सक्सेसफुल प्रोफेसर मेरो छोरी भइदिए हुन्थ्यो भन्ने ड्याडीको फोकस। मम्मीको फोकस चाहिँ सक्सेसफुल जर्नलिस्ट भइदियोस् भन्ने छ। मेरो लागि मेरो फ्यामिलीको आफ्नै आफ्नै प्रकारको डिमान्डहरू छ। मेरो दिदीहरूलाई चाहिँ मेरो बहिनी एकदमै खतरा बिजनेस वुमन बन्दै हुन्थ्यो भन्ने छ हैन। त्यसमा पनि अब मेरो एउटा प्यासन, एउटा सिङ्गिङमा चाहिँ नि प्यासन भएको कारणले गर्दाखेरि चाहिँ मैले सिङ्गिङलाई फोकस गरिरहेको छु। अब त्यही नै हो। 2 वर्षे संगीतको साधनामै उहाँले एल्बमसम्मको यात्रा गरिसक्नु भयो। धेरैको सानैदेखिको रुचि हुन्छ, गाउने नसा चढिसकेको हुन्छ, कति चाहिँ लहै लहैमा लागेका हुन्छन् अनि 2 दिनमै रातारात हिट पनि हुन्छन्, चाहे छोटो समयलाई होस् या लामो समयलाई। त्यसैले यस क्षेत्रमा टिक्न अनि बिक्न पनि लक चाहिन्छ भनिन्छ। उहाँ चाहिँ कसरी लाग्नु भयो त? बाल्यावस्थादेखि नै यो यात्राको योजना थियो त? रातो टी-सर्ट लाएर हिँड्छौ, अरे मैले देखिन, त्यो गल्ली चोक आली बजार खोजे मैले भेटिन।
चाइल्डहुड डेमा चाहिँ नि मलाई प्राय मान्छेहरूले मन पराउनुहुन्थ्यो होइन, जिद्दी स्वभावको भए पनि मायालु थिएँ रे म अनि खास बन्न मन त सिङ्गर नै भइहाल्यो होइन। मलाई कसैले पनि इन्करेज गरेन तिमी सिङ्गर बन्न भनेर, तिमी सिङ्गर बन्नुपर्छ भन्ने कोही पनि हुनुहुन्थेन। जब मैले टेलिभिजन च्यानलहरू बटार्थेँ हेर्थेँ, म तारा देवीको स्वरबाट म यति धेरै इम्प्रेस भएँ कि उहाँको एकदमै ठुलो फ्यान म। फिमेल सिङ्गरको कुरा गर्दा, मेल सिङ्गरको कुरा गर्दाखेरि हाम्रो नारायण गोपाल होइन, उहाँहरूको गीत सुनिसकेपछि चाहिँ म इम्प्रेस भएँ। अब हामी नेपालीहरूमा एउटा इन्डियाले पनि प्रभाव पारेको कारणले गर्दाखेरि पनि मैले श्रेया घोषालको गीतहरू धेरै सुन्थेँ। त्यो कारणले उहाँ इन्सपिरेसन चाहिँ नि उहाँहरू हुनुहुन्छ। मलाई इन्सपायर गर्नेलाई तिमी सिङ्गर बन भनेर इन्सपायर गर्ने चाहिँ नि कमै हुनुहुन्छ। उहाँ पनि आफूलाई जस्तो पनि गीत र विधामा फिट गराउन चाहनुहुन्छ आफ्नो भोकललाई। सफ्ट, रोमान्टिक, रक, सेन्टिमेन्टल सबैमा फिट हुँदै भर्सटाइल सिङ्गर हो भन्ने बन्ने उहाँको सपना छ। तर पनि साँच्चै भन्दा केही विशेषमा सुट हुने भन्न पनि उहाँ हिचकिचाउनुहुन्न। तिम्रो यादमा तिम्रो मैले चाहिँ अब स्पेसल गरेर मैले जस्तो पनि गीत गाउन सक्छु, मैले एल्बममा मैले जुन पनि गीत गाउन सक्छु भनेर मैले प्रुभ गरेको छु। मैले सेन्टिमेन्टल सङ पनि मेरो एल्बममा राखेको छु, डान्सिङ नम्बर पनि राखेको छु, मेलोडियस नम्बर पनि राखेको छु, R&B पप पनि मेरो एल्बममा गाउन सकिन्छ होइन। मैले चाहिँ गाउन चाहिँ जुन पनि गाउन सक्छु, तर मेरो भोकललाई चाहिँ नि मेलोडियस रोमान्टिक सङहरू, R&B बिटको सङहरू चाहिँ सुट गर्छ जस्तो लाग्छ मलाई चाहिँ। साँच्चै त्यो डान्सिङ नम्बर निकालेर जस्तो दर्शकको लागि चाहिँ गीत गाइरहँदाखेरि त्यो दर्शकलाई जस्तो चाहन्छन् नि उनीहरूले, त्यो दिन सक्छु जस्तो लाग्छ? मैले अहिलेसम्म दिइ पनि राखेको छु होइन, सक्छु पनि। मलाई सबैभन्दा जिन्दगीमा सबैभन्दा खुसी लाग्ने क्षण भनेको कन्सर्टमा उभिँदाखेरि हो। कन्सर्टमा उभिएर प्रत्यक्ष रूपमा पब्लिकको सपोर्ट, उहाँहरूसँगै नाच्नुहुन्छ, गाउनुहुन्छ होइन, एकदमै इन्जोय गर्छु म। आफैले पनि इन्जोय गर्छु प्रोग्राममा चाहिँ नि, एकदमै रमाइलो लाग्छ। आफ्ना 4 सन्तान मध्येकी कान्छी छोरीको कलाकारिता क्षेत्रप्रतिको समर्पणबारे आमा बुबा परिचित उबेले हुनुहुन्थ्यो जब उहाँ मोडल भएर चिनिनुहुन्थ्यो। घर नवलपरासी, आफ्ना आमा बुबा नवलपरासीमै, आफन्त छरछिमेक अनि त्यो जन्मेको ठाउँमा साँच्चै सरुवनको प्रभाव चाहिँ कस्तो छ त? सरुवनको मम्मी भन्ने टाइपको हुन्छ अरे होइन। अब मैले आफू एउटा सिङ्गर मात्रै नभएर सिङ्गिङ गर्नुभन्दा पहिला मोडलिङ गरेर आएको कारणले गर्दाखेरि पनि पब्लिकहरू, अब उहाँको पब्लिकहरूले मलाई मन पराउनुहुन्छ, माया पनि गर्नुहुन्छ। मैले सोसल वर्क पनि गर्थेँ। मेरो आफ्नो मम्मी नै त्यो ठाउँमा सोसल वर्क गर्ने, मम्मी आफै पपुलर होइसिन्छ त्यो ठाउँमा, ड्याडी होइन। अब मम्मीलाई तपाईँको छोरी यस्तो यस्तो होइन, अब खुसी लाग्यो भन्ने टाइपको, छोरी पाउनु त यस्तो, अब हुन्छ नि हाम्रो प्याट्रियाकल सोसाइटीमा छोरा नभएको भनेर त्यो भइरहँदाखेरि हामी 4जना छोरीहरू आफआफ्नो लाइन पक्रेर आफआफ्नो ठाउँमा सक्सेसफुल छौँ होइन। त्यही भएको कारणले गर्दाखेरि पनि त्यो टाइपको अब छोरी पाउनु त सावित्रीले जस्तो भन्ने टाइपको कुराहरू आउँछ अरे। मेरो ड्याडीले चाहिँ नि पहिला सपोर्ट गर्छिन्थेन, अहिले चाहिँ नि मेरो छोरी तारा देवी बन्नुपर्छ भनेर मलाई इन्करेज गर्छिन्छ। मलाई खुसी पनि लाग्छ। मैले ड्याडीको त्यो इच्छा पुरा गर्नको लागि हरदम प्रयत्नशील रहन्छु। दिनमा मिनिमम पनि 3 घन्टा मेरो रियाज हुन्छ, रियाज जान्छ। म्युजिक क्लाससँग गएर त 4 घन्टा जस्तो रियाज भइ नै रहन्छ। दिन रात सधैँ नै यो मनले तिमीलाई खोज्छ, चाहन्छु म तिमीलाई कसम यो मनले सधैँ नै सोध्छ। दिन रात सधैँ नै यो मनले तिमीलाई खोज्छ, चाहन्छु म तिमीलाई कसम यो
जीवन एक यात्रा हो, गन्तव्य एउटै छ र पनि मार्ग फरक फरक। जब इच्छा र क्षमता सहित दृढ संकल्प गरिन्छ लक्ष्य प्राप्तिको, तब सुरु हुन्छ एउटा सृजनशील यात्रा। नेपाली साङ्गीतिक फाँटमा नवसर्जकहरूको नयाँ सृजनाको थालनी। कार्यक्रम नवीन यात्रा। नवीन स्रष्टाको यात्रानुभूति आरोह अवरोह भलाकुसारी समेटिरहेका छौं कार्यक्रम नवीन यात्रामा। तपाई मेरो एफएम 93.5 मेगाहर्ज काठमाडौँबाट, रेडियो सैलुङ 97.2 मेगाहर्ज चरीकोट दोलखाबाट अनि रेडियो चुमोलङमा 95.2 मेगाहर्ज सोलुखुम्बु काँगेलबाट कार्यक्रम नवीन यात्रा सुनिरहनु भएको छ। आज हामीसँग हुनुहुन्छ सरुबन, जसको फोसिस नामक एल्बम आउने तयारीमा छ र यसको सिंगल ट्र्याक मुड चेन्ज भोलि अहिले निकै बजारको मुड चेन्ज गराइरहेको अवस्था छ र यसै एल्बम अनि यसै गीतमा केन्द्रित हुँदै उहाँको संगीतको बुझाइ के छ त हामी केही बुझ्ने प्रयास गरिरहेका छौं। नवीन पाइला नै किन नहोस्, कतिपय रचना, संगीत अनि गायन तीनै विधा समातेर अघि बढ्छन् भने कतिपय गायनबाट मात्रै। धेरै तीनोटै विधाको प्रयासले पनि सफल भएका छन्। कतिलाई भने काँचै हो कि भन्ने पनि लाग्ने गर्छ। हुन त आफ्नो गीतमा गाउनुको मजा पनि छुट्टै हुन्छ, तर उहाँमा अहिले रचनाकार अनि संगीतकार भनेर पनि चिनारी दिने रुचि छैन। त्यति मात्र होइन, मोडल भइसकेको मान्छे त्यो क्षेत्रबाटै चिनिने पनि रुचि छैन। उहाँ चाहनुहुन्छ त केवल गायन नै। प्रोफेसनल मान्छेहरूसँग काम गर्दाखेरि छुट्टै प्रकारको रमाइलो हुन्छ, आफू अझै प्रोफेसनल बन्दै गइन्छ होइन। अब मैले आफ्नै सङ्गीत गाउन थालेपछि सङ्गीतकारलाई पो सङ्गीतमा के छ भन्ने, हुन त मलाई पनि थाहा छ सङ्गीतमा के छ भनेर, तर उहाँहरूलाई जति थाहा हुन्छ मलाई थाहा नहुन पनि सक्छ होइन। भर्खर स्टार्टिङमा छु, 100% पर्फेक्ट त म छँदै छैन होइन। त्यही भएर पनि अब प्रोफेसनलहरूसँग काम गर्दै गइसकेपछि, एक्सपिरियन्सहरू गेन गर्दै गइसकेपछि चाहिँ नि अनि बल्ल गर्ने भन्ने सोच छ। मेरो तन मन धनले मलाई सङ्गीत मागिरहेको छ। मैले एक्टिङ गरेर त म कहिल्यै पनि सक्सेस हुनै सक्दिनँ, सस्टेन हुनै सक्दिनँ। मलाई सिङ्गिङ नै मेरो प्यारो थियो, मैले सिङ्गिङ नै गर्नुपर्ने थियो। अहिले त यति धेरै ह्याबिट बनिसक्यो कि गीत नसुनिकन या मिनिमम आधी घन्टा गीत नसुनिकन ननिदाउने, निन्द्रै लाग्दैन। जबसम्म मैले गीत कुनै जेसुकै गीत होस् सुन्दिनँ तबसम्म निदाउनै सक्दिनँ। अनि त्यही भएको कारणले गर्दा एउटा इन्ट्रेस्टिङ पार्ट पनि छ यो बिचमा। मेरो भाइ म अनि अहिले चाहिँ नि सिङ्गल, अब जस्तो मेरो रुममा चाहिँ नि भाइ आएर पढ्थ्यो, आएर पढ्ने यताउता मामाको छोरा। अहिले चाहिँ नि मैले गीत बजाइरहने, गीत मात्रै बजेको गर्ने भएर उसले रुम एक्सचेन्ज गरिरहेको छ होइन। त्यो रमाइलो छ। अब सङ्गीत त मेरो एउटा सेकेन्ड लाइफ नै बनिसक्यो। रूपै राम्रो देखे नि मन जाँच्न नसकिने, दुई पाइला सँगै हिँड्ने जीवन काट्न नसकिने, रूपै राम्रो देखे नि मन जाँच्न नसकिने, दुई पाइला सँगै हिँड्ने जीवन काट्न नसकिने। अब भर्खरै एल्बम लिएर आउनु भएको छ होइन। नेपाली यो सङ्गीतको बजारमा नयाँ हुनुहुन्छ। नयाँलाई यो क्षेत्रमा लाग्नको लागि सुरुमै जब रेकर्डिङ स्टुडियो समात्नुपर्छ, एउटा म्युजिसियन समात्नुपर्छ, निकै गाह्रो भएको कुरा चाहिँ कार्यक्रमहरूमा हाम्रो भनिरहनुहुन्छ नवीन यात्रीहरूले होइन। तपाईँको पनि त त्यस्ता दुःख सुख आयो होला नि? स्ट्रगल बिना केही पनि छैन हाम्रो सिङ्गिङमा। अब स्टार्टिङमा अब मैले त झन् सुरुवातमै नयाँ कम्पोजरलाई समातेको होइन। मैले धन्न सन्जय हमाल दाई, मेरो तिम्रो यादमा
यादमा भन्ने गीतको एरेन्जर हुनुहुन्छ सञ्जय अमाल दाइलाई भेटाएँ। दाइले मलाई राम्रो एरेन्ज पनि गरिदिनु भयो, गीतको रेस्पोन्स पनि मैले राम्रो पाएँ। दाइसँग काम गरेँ। दाइसँग गरिसकेपछि बिस्तारै बिस्तारै एक्सपिरियन्सहरू बिल्डअप हुँदै गयो, यतिसम्म कि सुरुवातमा त एफएम स्टेसन, सुरुवातमा त म्युजिक भिडियो भन्दा पनि एफएममा रिलिज हुन्छ हाम्रो गीतहरू। एफएम स्टेसन कुन कहाँ छ भन्ने पनि थाहा नहुने अवस्था हुन्छ। अब कतिबाट मिसबिहेभहरू पनि हुन सक्छ, स्ट्रगल त छ त्यो जोस दुःख सुख छ। भन्दा प्यारो यो माया एकै पलमा खरानी भयो। कलाको क्षेत्र ग्ल्यामरको क्षेत्र हो। धेरै गसिप चल्छन्, नाम जोडिन्छन् अनि साना साना क्रियाकलापको पनि समाचार बन्छन्। तसर्थ पनि यस क्षेत्रमा लागेपछि पब्लिकलाई ध्यानमा राखेर र तौर तरिका बदल्नु पर्ने अवस्था पनि आउँछ। सुन्दरताको दुरुपयोग गर्ने अनि सदुपयोग गर्ने र त्यसकै आधारमा पाइला चाल्ने पनि भेटिन्छन्। सरुबन मोडल हुनुहुन्छ, यस अर्थमा पनि उहाँमा सुन्दरता छ, तारिफ योग्य भन्ने अड्कल लगाउन सकिन्छ। सुन्दर त मलाई म छु जस्तो लाग्दैन मलाई, होइन केही नै छैन। अब यही सुन्दरतालाई चाहिँ सङ्गीतमा कतिपयले चाहिँ अलिकति मतलब नकारात्मक दृष्टिले पनि हेरिरहेका हुन्छन्। त अप्रत्यक्ष रूपमा, प्रत्यक्ष नभन्लान् होइन, भए पनि यो राम्री छ है, यसलाई चाहिँ मैले युज पनि गर्न सक्छु है भन्ने पनि त हुन सक्छ नि कति। अब त्यस्तो अहिलेसम्म चाहिँ मैले फेला पारिसकेका छैन, किनभने वास्तवमा म छुची छु मान्छे, फ्याक्ट कुरा होइन। त्यही भएर पनि मलाई हेर्ने मान्छेहरूले हत्तपत्त मलाई हेप्न चाहिँ सक्नुहुन्न। जति पनि मेरो जिन्दगीमा जति पनि मान्छेहरू आउनुभयो साङ्गीतिक क्षेत्रमा, अहिलेसम्म कसैले मलाई हेप्न चाहिँ सक्नु भएको छैन। अहिलेसम्म अब जस्तो विभिन्न कन्सर्टहरूमा गइरहँदा यसरी गीत गाइरहँदा मुड चेन्ज गर्ने गीत अरूलाई गाइरहँदा अरूको पनि त तपाईँप्रतिको मुड चेन्ज भएको हुनसक्छ नि, त्यसो डाइरेक्ट भन्ने अथवा अब अहिलेको सोसियल नेटवर्कमा सताउनेहरू पनि त मुड चेन्ज भयो मेरो भनेर धेरै हुनुहुन्छ, धेरै हुनुहुन्छ। तर मबाट चाहिँ मुड चेन्ज अहिलेसम्म भएको छैन। त्यसरी मुड चेन्ज गराउन खोज्नेहरू चाहिँ धेरै हुनुहुन्छ। कसैको मुड चेन्ज गराएर होइन सहयोग साथ लिएर अघि बढ्नु भन्ने नि लागेको छैन। एक्लै सङ्घर्ष गर्ने मसँग क्वालिटी छ। यदि मेरो क्वालिटी मन पराइन्छ, मेरो क्वालिटीको प्रशंसा हुन्छ भने म आउँछु, ठिक छ, नै भने कसैको हात लिएर कसैको पछाडि गएर त्यो गरौँ भन्ने चाहिँ मलाई छैन। मोडलिङ गरिरहँदा कस्तो गीतहरूमा मोडलिङ कि कस्तो के थियो त्यो? मैले लगभग 15वटा जस्तो म्युजिक भिडियोहरूमा मोडलिङ गरेँ। आधुनिक गीतहरू, डान्सिङ नम्बरको गीतहरू, पप गीतहरूमा पनि गरेँ हो। त्यो मोडलिङ गरेको कारणले पनि मलाई थोरै साङ्गीतिक क्षेत्रमा आउन सहयोग भयो। अब साङ्गीतिक क्षेत्रको मान्छेहरूसँग भेटघाट भयो। मोडलिङ गर्ने क्रममै हाम्रो हिमाल सागर दाईसँग मेरो भेट भयो, कमल खत्रीसँग मेरो भेट भयो, विनय केटुसँग भेट भयो, होइन। हाम्रो भूपेन्द्र खड्का मेरो लिरिसिस्ट हुनुहुन्छ मेरो एल्बमको गीतको, हाम्रो माधव शर्माजीसँग नि भेट भयो। यसरी चाहिँ नि अब मोडलिङले पनि मलाई सिङ्गिङमा चाहिँ सपोर्ट गर्यो। तपाईँको मोडलिङमा त्यो चर्चित भएको कुनै एउटा गीतको नाम लिन सक्नुहुन्छ? थियो नाच तिमी आज मादलको तालमा भन्ने एउटा, हजुर, हिमाल सागर दाईको गीत थियो। उहाँको गीतमा मैले मोडलिङ गरेको थिएँ र सङ्गीत लिन मैले पाएँ, होइन। एउटा थियो, अर्को थियो डान्सिङ नम्बर आफ्नो मान्छे टाढा भयो भन्ने गीत थियो, होइन। अनि त्यसपछि एउटा थुप्रै छ गीतहरू, अब त मैले बिर्सी पनि सकेँ होला, होइन, गर्न छोडेको पनि थुप्रै भइसक्यो। मायाको रोग लागेर होला अचेल निन्द्रै पर्दैन, खुसीले छाएको छ जिन्दगी अब आँसु छड्दैन। मैले यो नेपालीहरूको महान चाड दसैँलाई टार्गेट गरेर चाहिँ मेरो नयाँ एल्बम फोसिस लिएर आएको छु बजारमा, होइन। मेरो एल्बमलाई माया गरिदिनु होला, मन पराइदिनु होला। मेरो स्वरलाई कतिको साथ दिनुहुन्छ यहाँहरूले डिसिजन गर्ने कुरा हो। सङ्गीतमा एउटा माया भएको मान्छेलाई माया कतिको दिनुहुन्छ भन्ने कुरा हाम्रो जति पनि अहिले श्रोता हुनुहुन्छ, सुनिरहनु भएको छ, हामीलाई साथ दिइरहनु भएको छ, उहाँले तय गर्ने कुरा हो, होइन। अब साङ्गीतिक क्षेत्रलाई मैले आफू पर्फेक्ट नहुँदासम्म मैले जिन्दगीमा जहिले पनि आफूलाई ऱ्याङ्क दिनुपर्दा 0% नै दिन्छु। मैले जिन्दगीको जुन पनि दौडानमा आफूलाई 1% बनाउने कोसिस गरिरहेको हुन्छु, होइन। कोसिस त मेरो जारी नै रहनेछ। मलाई साथ दिनुहोला, सहयोग गर्नुहोला। साथै आउँदै गरेको विजयादशमीको पनि हाम्रो सम्पूर्ण श्रोताहरूलाई शुभकामना दिन चाहन्छु। मलाई मेरो गीत कस्तो लाग्छ, मेरो गीत सुनिसकेपछि मलाई डाइरेक्ट कमेन्ट गर्न सक्नुहुन्छ। मलाई कमेन्ट गर्नुको लागि मलाई फेसबुकमा डाइरेक्ट भेट्न सक्नुहुन्छ। फेसबुकमा सरुबनमा मलाई भेट्न सक्नुहुन्छ भने मलाई चाहिँ नि मलाई डाइरेक्ट मेल गरेर पनि भेट्न सक्नुहुन्छ, saruban840@gmail.com। तिमीलाई देखे अचानक आज बाटोमा मेरो मुड चेन्ज भयो।
हजुर, उहाँ हुनुहुन्थ्यो गायिका सरुबनसँगको साङ्गीतिक अनुभवलाई धेरै थोरै कार्यक्रममा समेट्ने प्रयास गर्यौं। तपाईँ उहाँलाई अझ नजिक रहेर चिन्न चाहनुहुन्छ, बुझ्न चाहनुहुन्छ भने उहाँलाई तपाईँ फेसबुकमा भेट्न सक्नुहुन्छ। सरुबन टाइप गर्नुहोस्। त्यति मात्र पनि होइन, उहाँले इमेल एड्रेस दिनुभएको छ, मेसेज सेन्ड गर्न सक्नुहुन्छ। कार्यक्रमको अन्तिम खण्डमा उहाँलाई चिन्ने स्रष्टाले के भन्नुहुन्छ त बुझ्ने प्रयास गर्नेछौँ। लागौं छोटो विश्रामतर्फ। जीवन एक यात्रा हो, गन्तव्य एउटै छ र पनि मार्ग फरक फरक। जब इच्छा र क्षमता सहित दृढ संकल्प गरिन्छ लक्ष्य प्राप्तिको, तब सुरु हुन्छ एउटा सृजनशील यात्रा। नेपाली साङ्गीतिक फाँटमा नवसर्जकहरूको नयाँ सृजनाको थालनी। कार्यक्रम नवीन यात्रा। नेपाली साङ्गीतिक क्षेत्रमा उदाउँदै गरेका नवकलाकारको नवीन सृजनालाई समेट्ने यो हो कार्यक्रम नवीन यात्रा। आजको नवीन यात्रामा हामीसँग यात्रा गर्दै हुनुहुन्थ्यो सरुबनले, जसले फोसिस नामक एल्बम निकाल्ने तयारी गरिरहनु भएको छ। पूर्ण एल्बम नआए पनि यसको ट्र्याक नम्बर 1 को गीत मुड चेन्ज भोले अहिले निकै तताइरहेको अवस्था छ। दशैंको माहौलमा मुड चेन्ज भो नामक गीतले उहाँलाई चिनाएको मात्र छैन, कन्सर्टमा प्रस्तुति दिन समेत सघाएको छ। एसियन म्युजिकले प्रेजेन्ट गरेको यस एल्बममा 4 वटा गीत राखेर उहाँले निकाल्ने तयारी गर्दै हुनुहुन्छ। मुड चेन्ज भो, तिमी बोल, रूप राम्रो अनि तिम्रो यादमा, जुन योभन्दा अगाडिको एल्बममा पनि उहाँको यो गीत थियो। हिमाल सागरको संगीत सीतावनको रचनामा मुड चेन्ज भो सरुबनले गाउनु भएको हो। उहाँको यस एल्बमसँगको अनुभव अनि सांगीतिक क्षेत्रमा लागिसकेपछिको परिवर्तन धेरथोर समेट्ने प्रयास गर्यौं। हामीसँग रहनुहुने अतिथिलाई सल्लाह सुझाव दिनुहुने अतिथिका अग्रजसँग हामीले कुराकानी गर्ने गर्छौं। यसै क्रममा आज मुड चेन्ज भो यस गीतको म्युजिक हामी हिमाल सागरको सुन्न सक्छौं। यसै क्रममा हामीले हिमाल सागरसँग टेलिफोन वार्ता गरेका छौं। उहाँले नजिकबाट सरुबनलाई बुझ्दा कसरी बुझ्नुहुन्छ र मुड चेन्ज भो नामक गीतको कम्पोजिसन गरिरहँदाको अनुभव के छ त? उहाँले चाहिँ अनि मेरो अब संगीतमा उहाँले गाउने एउटा इच्छा पनि प्रकट गर्नुभएको थियो। त्यो भएको कारणले गर्दाखेरि मैले चाहिँ उहाँलाई कस्तो खालको गीत सुट गर्छ त भनेर उहाँलाई मैले भोकल पनि टेस्ट ल्याएको थिएँ। टेस्ट गर्दाखेरि उहाँलाई चाहिँ यो अहिले चाहिँ उहाँको मुड चेन्ज भो भन्ने गीत चाहिँ एकदम हिट पनि भइरहेछ, राम्रो पनि भइरहेछ। त्यो टाइपको गीत चाहिँ उहाँलाई सुहाउँछ जस्तो लाग्यो मलाई। एउटा मैले त्यो अनुसार कम्पोजिसन गरेँ अनि कम्पोजिसन गरेपछि उहाँलाई गाएपछि उहाँको त्यो टोन पनि एक्स्ट्रा लाग्यो क्या मलाई। अनि भोकलहरू भन्दा पनि अलिकति फरक शैलीको भएको कारणले गर्दाखेरि पनि यो गीतमा चाहिँ एकदम मिठास पनि भएको छ उहाँले गाउँदाखेरि र अहिले पनि धेरै श्रोताहरूको मनमा सुखमा बस्न सफल पनि भएको छ सरोजीको गीत चाहिँ। जुनसुकै गायकले पनि भर्सटाइल भनेर चिन्न खोजिरहँदा पनि कुनै एउटा बिटमा चाहिँ अलि स्वरलाई सुट गर्ने हुन्छ होइन। अब सरुबनको कुरा गर्दाखेरि चाहिँ साँच्चै उहाँले कस्तो बिट अनि कस्तो नोटमा गाउँदाखेरि होइन, कस्तो स्केलमा गाउँदाखेरि चाहिँ साँच्चै सुट हुन्छ है स्वर भन्ने लाग्छ नि। भर्सटाइल हुनुपर्छ यहाँले भन्नुभयो, सही कुरा हो। अब समयअनुसार पनि चल्नुपर्छ। अब अहिले उहाँले जुन धारको गीत गाउनु भएको छ त्यो धारको गीत चाहिँ अहिलेको समयको माग भन्न रुचाउँछु म। किन भन्दाखेरि अहिले धेरै सेन्टिमेन्टल गीतहरू आइरहेको बिचमा अलिकति एउटा एक्स्ट्रा गीत निकाल्यो भने त्यो गीत छुट्टै किसिमको हुने, जनमानस गीत चाहिँ छिट्टै दिमागमा क्याच पनि हुने र तपाईँको चाहिँ अब कन्सर्ट प्रोग्रामको लागि पनि एकदमै सुट गर्ने। त्यो भएको कारणले गर्दाखेरि चाहिँ उहाँलाई चाहिँ यस्तै यस्तै किसिमको गीतहरू पनि सुट गर्ने रहेछ भन्ने मैले मूल्याङ्कन गरेको छु पछिल्लो समयमा। तर उहाँले सेन्टिमेन्टल गीत पनि उहाँले राम्रो गाउनुहुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ उहाँलाई चाहिँ अलिकति मेलोडियस टाइपको गीतलाई अलिकति अझ प्राथमिकता दिनु भने अझ राम्रो हुन्छ। तर अब यो किसिमको गीत पनि उहाँले जुन ट्राई गर्नु भएको छ यो गीत पनि अब अहिले उहाँको चाहिँ रिसेन्टली रिलिज गरेको अब तपाईँको 15-20 दिनमै धेरै राम्रो रेस्पोन्स, धेरै ठाउँमा बिजी पनि हुन्छ, कन्सर्ट प्रोग्राम पनि बिजी हुन्छ। यो देख्दाखेरि चाहिँ दुवै किसिमको गीत उहाँलाई सुट गर्छ, सेन्टिमेन्टल पनि र प्लस तपाईँको पनि डान्सिङ बिटको पनि। जस्तो उहाँको लागि भनेर यो कम्पोजिसन गरिरहँदा मुड चेन्ज भयो भन्ने गीत छ, साँच्चै तपाईँको मुड चाहिँ यसले चेन्ज गराउन सक्यो कि सकेन? कतिपय ठाउँमा मुड चेन्ज पनि हुन्छ, कतिपय ठाउँमा मुड चेन्ज पनि हुँदैन। त्यो मुड अनुसार हुन्छ होइन। कसैलाई देखिन्छ या त केही कुरा बिर्सिन्छ या त केही हुनसक्छ र मुड चेन्ज भएर अचानक कहिले घर फर्किनु पर्ने हुनसक्छ, कहिले मुड चेन्ज भएर तपाईँको त्यतै चाहिँ 1-2 महिनाको लागि बाटो कताउनु पर्ने पनि हुनसक्छ होइन। हरेक कुरा यथावत छ। त्यो भएको कारणले गर्दा मेरो चाहिँ अहिलेसम्म अब मुड चेन्ज धेरै ठाउँमा भएको छ र पनि छैन कहिलेकाहीँ। त्यो भएर यो गीत चाहिँ नि भन्न खोजेको शाब्दिक अर्थ पनि धेरै जनमानसलाई चाहिँ सुट गर्छ जस्तो पनि लाग्छ मलाई। मलाई चाहिँ पछिल्लो समयमा मैले धेरै कम्पोजिसन गरेको छु गीतहरू र गरेका गीतहरू मध्येमा पनि मलाई आफै छ्यान भएको गीत पनि हो यो चाहिँ। तिमीलाई देखे अचानक बाटोमा मेरो मुड चेन्ज भयो, शब्द पनि एक्स्ट्रा छ र गायकी पनि सुट गरेको कारणले गर्दाखेरि
छोटो समयमा लोकप्रियता पनि हासिल गर्न सफल भइरहेको छ सरजीको चाहिँ उहाँलाई बधाई पनि दिन चाहन्छु म। गाउने शैली पनि एक्स्ट्रा भएको कारणले गर्दाखेरि उहाँले धेरैको मन जित्न सक्नुहुन्छ जस्तो लाग्छ, मलाई लाग्छ र एक्स्ट्रा भोकल छ। अब यसमा चाहिँ नि अलिकति उहाँले चाहिँ अझै चाहिँ सुर तालको ज्ञान अलिकति तपाईँको चाहिँ क्लास लिइराख्नु भएको छ उहाँले र अझै लिँदै जानु होला र अझै सुर तालको बारेमा केही धेरै राम्रो कुराहरू उहाँले सिकेर चाहिँ क्लास लिएर चाहिँ अझै निखारपन ल्याउँदै जानुभयो भने अझ यहाँलाई नै आफैलाई प्लस पोइन्ट हुन्छ र त्यसमा सुन्न सुगन्ध थपिन्छ। सल्लाह पनि दिन चाहन्छु मलाई। तिमीलाई देखे अचानक आज बाटोमा मेरो मुड चेन्ज भयो, तिमीलाई भेटे फेरि अचानक बजारमा। उहाँ हुनुहुन्थ्यो हिमाल सागर, जसले मुड चेन्ज भो नामक गीतको बारेमा मात्र भन्नुभएको छैन, सरुबनलाई अब आउने दिनमा कसरी पाइला बढाउँदा सजिलो हुन्छ र बढाउनु पर्छ भन्ने सल्लाह सुझाव समेत दिनुभएको छ। सायदै यस कुरालाई पनि सरुबनले गहन रूपमा लिनुहुन्छ र त्यसै अनुरूप चल्ने प्रयास गर्नुहुन्छ भन्ने हामीले लागेको छ। फरक गायन शैली अनि आकर्षक व्यक्तित्वका साथ अघि बढ्नु भएकी फोसिस नामक एल्बमकी गायिका सरुबनलाई सांगीतिक क्षेत्र सफल र निरन्तर रहोस् भन्ने हामी कामना गर्दछौ। कार्यक्रम कस्तो लाग्दैछ सल्लाह सुझाव दिन सक्नुहुन्छ। आजलाई भने निर्धारित समय सकिने लागेको छ। सम्भावना बोकेका मधुर स्वरका धनीहरूलाई मानवीय संवेदनालाई जीवन्त बनाउन सक्ने गायन प्रतिभाहरूलाई हौसला प्रदान गरौं। आजको नवीन यात्राबाट प्रविधिका मित्रलाई धेरै धेरै धन्यवाद दिँदै म मनुका कुँवर पनि बिदा माग्दछु। तपाईको यो वर्षको दशैं बेसै होस्। नमस्ते। खुसीले छाएको छ जिन्दगी अब आँसु छर्दैन, मायाको रोग लागेर होला अचेल निन्द्रै पर्दैन। खुसीले छाएको छ जिन्दगी अब आँसु छर्दैन, तिमीलाई देखे फेरि अचानक गए मेरो मुड चेन्ज भयो।